रोक्ने होइन गति लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ। बंगलादेश त के थियो र बंगलादेशले खाने पाएको छैन हाम्रो नेपालले जति खान्छ खाओ न ल तपाईहरु खान पाएको हो कि हैन भोक लागेको छ कि छैन हामीले खायौं के खानु हो तपाईहरुले हामीले खाजा खायौं ए फलफुल आको हामीले फलफुल ल्याएर खुवाइदेऊ केटा मेरो खराब पानी छ ए भाइ एक बोतल ए भाइ एक बोतल बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट यो कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो हामीबाट सुरु हुनु पर्यो अरूबाट होइन अरू भन्दा त्यस्तै हो होइन दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ जुत्ता पनि हो होइन यो होइन क्या उ त्यो तपाईहरु मिलेर पैसा खाएर आए कांग्रेस तपाईहरु मिलेर पैसा खाएर आए कांग्रेसबाट उ देश गिरापति भवन खत्तम तिले त नमस्कार गर्छ हाम्रो राजालाई राजाको पद पायो भने त कति नमस्कार गर्छ त्यहाँ समय आल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट तपाईले सिग्री चाहिँ अलि चोरी हुने चीजहरु सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने म्याच भइहाल्यो मेरो बाबु हमारा ताने साढे 2 डलर त इसको छोडेर आएछु म चाहिँ हो र एकदम छोरा एक दिन आम जनताको छोरा छोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो एकदम यसको छोडेर राजा हो भन्ने होइन तँ पनि टेस्टिङ चेचिन हाल्नु होला हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे एउटा मात्र पोइन्ट भन्दिनु यहाँको नाम मेरो कमल गुरुङ कहाँदेखि आउनु भएको हो धादिङ जिल्ला आन्दोलनकै लागि आउनु आन्दोलनको लागि आओ म एउटा मात्र कुरा भन्छु सर है मैले चाहिँ केपी र सेरे चाहिँदैन गणतन्त्र फाल्न पाइँदैन मेरो टिका लाउनु पर्ने थियो टिका लाउनु पर्ने थियो ताल परे मेरो केटी हेर्न पर्ने दिन थियो आज केटी हेर्न पर्ने समय 2 बजी थियो अहिले 3 बजी होला मेरो गयो मेसेन्जरमै हेर्नु न मेरो बाई बाई टाटा माया कसम भाग्दैन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिन आयो तेरो सर बाटो खाली गर असली ग्यासको बिचमा फस्यो यार म बाँचिँदैन जस्तो छ आज त पर्यावरण लडाइँ पनि गर्न सक्छु भनेर पाइट लगाएर आएको त्यसैले होइन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर के बोले भाइ के बोले तपाईले बुझ्नु भएको छ के भइरहेछ एकदम यहाँ राजा ल्याउने प्रक्रिया भइरहेछ हैन हामी चाहिँ आइरहेछौँ स्कुलबाट सिधै घर नभई दिन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिन पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त नगर भाइ साथी तपाईहरुकै श्रीमती तपाईहरुकै छोराछोरी नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाद राजा आइसकेपछि हामी ठाउँमा पुग्यौँ भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो यिनीहरूको वृत्ति विकास गर्ने हो होइन होला के हो कति गनाइरहेछ लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अब पहिला राजाको पालामा श्री पशुपति नारायणले नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकामा ऋण पुग्यो भन्छ खत्तम यो तेरो सर बाटो खाली गर
जनताले तपाईलाई जवाब दिन्छन् हुइज के हुइज एमाले तुमसे ना हो पाएगा। अन्तिममा अब अन्तिममा केही भन्दिनँ त तपाईबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला। अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला है। त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस्। मार्ने कानुन देशमा छैन। यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड ओली देउबा सबै नाता केलायो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन्। यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ। त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो। ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौँ। नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ। विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौँ। 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ। अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ। सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ। गजब बेइज्जती है।